गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई र स्वागत छ ब्लगको एपिसोड नम्बर 1 मा र बिहानै उठेर चाहिँ कलेज हिँड्न लागेको जोड्दै रहनु होला है। हेर्नु रोड चाहिँ खतरा खाली हुन्छ है बिहानमा चाहिँ। बिहानको 5:19 जति भयो। अब कलेज पुग्नको लागि चाहिँ 1 घन्टा लाउँछ। त्यस कारणले गर्दा 26 सम्म चाहिँ पुग्ने अनुमान छ। So I'll enjoy this 1 hour walk and see you when I reach inside the college. Let's go. अब यदि हजुरहरू पनि जिम जानुहुन्छ तर पनि फ्याट लस भइरहेको छैन भने कि त हजुरको डाइट सुधार्न पर्ने जरुरी छ या एक्स्ट्रा क्यालोरी बर्न गर्नु जरुरी छ है। अब एउटा यस्तो टाइम छुटाउनुहोस् जसमा हजुरले चाहिँ एक्स्ट्रा क्यालोरी बर्न गर्नको लागि धेरै दुःख गर्नै नपरोस् कि। जस्तै अब मजाले बाटोमा हिँड्न सक्नुहुन्छ एनी टाइम है। हजुरको 1 घन्टा टाइमिङ चाहिँ वाकिङको लागि दिनुहोस् के। त्यसले चाहिँ हजुरको फ्याट लस प्रोसेस इजी पनि हुन्छ। अनि नेक्स्ट टिप चाहिँ के हुनसक्छ भनेपछि कार्डियो जुन छ नि हजुरले हाल्नुहुन्छ त्यसको चाहिँ एउटा पर्पस डिफाइन गरिदिनु क्या। जस्तै अब मलाई अब बिहान मर्निङमा कलेज जानुपर्छ भनेपछि म 110% मा उठ्नुपर्छ भन्ने मलाई दिमागमा स्ट्राइक हुन्छ है। म माइक्रोमा पनि जान सक्थेँ तर मैले गोजीमा चाहिँ माइक्रोमा जानको लागि पैसा पनि राखेको छैन कि है। कुनै पनि सिनारियो क्रिएट गरिदिनु अनि एउटा पर्पस क्रिएट गरिदिनु कार्डियो सेसनको लागि, जसले गर्दा चाहिँ हजुरको पर्पस पनि फुलफिल भओस् र एट द एन्ड अफ द डेमा चाहिँ हजुरको क्यालोरी पनि बर्न होस्। एकदम सिम्पल छ कि कुरा पनि। इमेजिन गर्नु बाई जस्ट वाकिङ यु क्यान बर्न लाइक 500 क्यालोरिज के। 500 क्यालोरिजको हजुरले डेफिसिट गराउनुहुन्छ है आफ्नो क्यालोरी इन्टेकमा, विच हेल्प्स यु इट एडिसनल 500 क्यालोरिज। यु क्यान थिङ्क अफ इट लाइक चाहिँ 500 क्यालोरी चाहिँ हजुरले डाइटदेखि घटाउनु पर्थ्यो भने एक्स्ट्रा चाहिँ आफ्नो क्यालोरी बर्न आउट गरिदिनु भयो कि 500 बाई जस्ट वाकिङ 10,000 स्टेप्स के 10 to 12,000 स्टेप्स। नाउ वी आर जस्ट हाफ वे थ्रु है। अब चाहिँ 15 मिनट टाढा मात्रै है कलेज। ठ्याक्क अब हाइवेनिर आइसक्यो हामी। यतातिर चाहिँ हल्का चहल पहलै छ, गाडी घोडा हिँडिरहेका छन्। यो टिप्पर त भन्नै पर्दैन, 1 नम्बरको हरामी। रोकेर पछाडिबाट खिचेर जान्छ हौ। यो बाटो चाहिँ हेर्नुपर्छ मर्निङमै हो, धेरै फेरि एक्सिडेन्ट हुने। गाडी आउँदैन भने हातालमा हिँडिन्छ। बी केयरफुल है त गाइस। अब यो चाहिँ हाम्रो ओजी अधिकारी। हेरौँ अब अधिकारी कतातिर जान्छ। फाइनली वी आर एट द कलेज है। कलेजको एन्ट्रीमा चाहिँ भगवान् हुनुहुन्छ, उहाँलाई प्रणाम गरौँ सरस्वती मातालाई। एक्सपेक्टेड टाइमभन्दा अलि छिटो आइपुगिएछ, त्यहाँ ठिक छ। फाइनली कलेज पुग्यो र अब चाहिँ आउटफिट पनि चेन्ज भयो। त्यसलाई मैले एक्स्ट्रा क्लोथहरू ल्याएर राख्छु, किनकि अब बाहिर चाहिँ जाडो भएर धेरै कपडा लाउनु पर्छ अनि फेरि पसिना आइरहेको हुन्छ नि 1 घन्टा हिँडेपछि। यस कारणले गर्दा चाहिँ एक्स्ट्रा क्लोथहरू राख्नुपर्छ र अरू रुचेका कपडाहरू चाहिँ अब मैले कलेजमै सिकाउँछु, त्यही हो। ल हाम्रो चाहिँ कलेज छुट्टी भइसक्यो र अब हामी चाहिँ नास्ता खान हिँडेको। यहाँ हाम्रो साथीहरू अगाडि बढ्दैछन्, म पछाडि यस्तो भ्लग बनाउँदै आइरहेको छु। हेलो भन्न सक। ए हेलो हेलो भन, हेलो भन, हेलो 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 हेलो। ल लास्टमा त अनै नै यार। यसो ब्याडमिन्टन हान्नु पर्यो भनेर आएको। ल हान। हाम्रो चाहिँ यहाँ टिटी प्र्याक्टिस भएको छ है। हेलो हेलो भनिदेऊ। ल हेलो ल हामीसँग जुट्दै राख्नु होला। हामी चाहिँ टिटी खेल्दैछौँ। त्यो भन्न पर्दैन, किन भन्ने ब्लग।